सोया नमस्ते। यदि तपाईँ ब्याचलर अफ बिजनेस स्टडिजको या बिबिएस फोर्थ इयरमा पढ्दै हुनुहुन्छ भने टपिक प्रपोजल रिपोर्ट र तीनटा कुरा तपाईँलाई थाहा छैन भने यो भिडियो अन्त्यसम्म हेर्नु होला, तपाईँ यो कुरामा क्लियर हुनुहुनेछ। सुरुमा हाम्रो टपिकमा तीनटा ग्रुप हुन्छ, फाइनान्स, एकाउन्ट, मार्केटिङ। अब तीनटामा तपाईँले फर्म भर्दा जुन फर्ममा लेख्नु भएको छ, कुन सब्जेक्ट चुज गर्नु भएको छ, अप्सनल हुन्छ तीनटामा तपाईँले जुन सब्जेक्ट लिनु भएको छ त्यसै आधारमा तपाईँले प्रपोजल रिपोर्ट गराउनु पर्ने हुन्छ। अब टपिक तपाईँ कस्तो हुन्छ भने अब फाइनान्स र एकाउन्टिङको लगभग 50-70% सिमिलर हुन्छ, तर मार्केटिङको टोटली डिफ्रेन्ट हुन्छ। किनभने मार्केटिङमा तपाईँले जुन सेल्स या प्रमोसन, डिस्ट्रिब्युसन, प्राइस, यिनी कुराहरू जुन तपाईँले मार्केटिङमा पढ्नुहुन्छ तिनी कुराहरू मार्केटिङको हेडिङ बनाएर या कुनै कम्पनीलाई टार्गेट गरेर गराउनुपर्ने हुन्छ। तर फाइनान्सको गर्दाखेरि कुनै जति पनि हामीले ब्यालेन्स सिटमा पढ्छौँ, फर इक्जाम्पल तपाईँको ब्यालेन्स सिटमा पढ्दा एसेट, लाइबिलिटिज, अनि इक्विटी, अनि तपाईँको प्रोफिटेबिलिटी जुन प्रॉफिट एन्ड लसको एकाउन्टमा पढ्नुहुन्छ, अनि त्यसपछि अर्को डेप्टहरू कुराहरूदेखि लिएर त्यो जति पनि कुराहरू तपाईँले हामीले ब्यालेन्स सिट र इन्कम स्टेटमा जति पनि हेडिङहरू पढ्छन् त्यसको आधारमा कुनै एउटा हेडिङलाई लिएर कुनै कम्पनीको जसको चाहिँ रिसेन्ट डेटा छ त्यसको आधारमा तपाईँले एउटा फाइनान्स र एकाउन्ट ग्रुपमध्ये एउटा टपिक हुनुपर्ने हुन्छ। अब यो टपिक भइसकेपछि तपाईँको बल्ल प्रपोजल हुने हो, र प्रपोजल गराउने बेलामा टपिक पहिला सिलेक्सन गर्ने बेलामा तपाईँको कुन ग्रुप हो त्यो तपाईँलाई थाहा हुनु पर्यो। त्यसपछि तपाईँको डेटाहरू छ कि छैन, अब फाइनान्स ग्रुप हो र एकाउन्ट ग्रुप हो भने तपाईँलाई पहिल्यै थाहा हुनुपर्छ कि मेरो रिपोर्टको डेटाहरू उपलब्ध छ कि छैन भनेर पहिल्यै तपाईँले चेक गर्नुपर्ने हुन्छ। फर इक्जाम्पल तपाईँको प्रोफिटेबिलिटी एनालाइसिस अफ नोबेल ब्याङ्क या कुनै पनि ब्याङ्क या कुनै इन्स्टिट्युसनको छ भने तपाईँले के गर्नुपर्छ भने त्यसमा इन्क्लुड गर्नुपर्ने हुन्छ। जस्तो फर इक्जाम्पल त्यसमा पर्ने नेट प्रफिट मार्जिन, आरओई या जति पनि हुन्छन् अब हेडिङहरू, त्यसको चाहिँ लास्ट 5 इयर्सको तपाईँले डेटाहरू चेक गर्नुपर्ने हुन्छ। वेबसाइटमा गएर हुन्छ कि या कतै कम्पनीको एनुअल रिपोर्टमा गएर खोज्नु पर्ने हुन्छ। त्यो खोज्न अलि टाइम पनि लाग्छ र त्यसो छैन भने क्यालकुलेसन गरेर निकाल्नु पर्ने हुन्छ। सुरुमा टपिक तपाईँको फाइन्ड आउट हुनु पर्यो, अब तीनटा ग्रुपमा कुन हो। त्यसपछि तपाईँको प्रपोजल हुनु पर्यो। प्रपोजल भनेको तपाईँको 8 देखि 10 पेजेस हुन्छ, 8 देखि तपाईँको 10 पेजेस हुन्छ। यो भनेको तपाईँको मेबी तपाईँको 35 देखि 45 पेजेस हुन्छ, प्लस 10 पेज चाहिँ तपाईँको अगाडिपट्टिको त्यो प्रिलिमिनरी पार्ट भन्छ त्यो त्यसमा इन्क्लुड गरेर तपाईँको यो चाहिँ 50-55 पेजेसको यो जान्छ। यो तपाईँको 8-10 पेजेस हुन्छ। त्यो कारणले गर्दा यो टपिक तपाईँ सिलेक्सन गर्ने बेलामा पहिला डेटा छ कि नै भनेर चेक गर्नु पर्यो, त्यसपछि प्रपोजलमा इन्क्लुड गर्नु पर्यो। यो भनेको घरको तपाईँ घर बनाउन लाग्नु भयो भने सुरुमा जग्गा कहाँ लिने हो त्यो थाहा हुनु पर्यो, त्यसपछि घरको नक्सा बनाउनु पर्यो, त्यसपछि घर बनाउनु पर्यो। हो त्यस्तै यहाँ पनि पहिला तपाईँलाई टपिक थाहा हुनु पर्यो, टपिक थाहा भइसकेपछि बल्ल प्रपोजल गराउनु पर्यो, प्रपोजल गरिसकेपछि रिपोर्ट गराउनु पर्यो। अब रिपोर्ट गराउने बेलामा प्रपोजलमा भएको कुरा रिपोर्टमा तपाईँको इन्क्लुड गर्नै पर्ने हुन्छ। इफ बाई चान्स त्यो बेलामा भएन भने चाहिँ तपाईँको रिपोर्ट क्यान्सल हुन्छ। त्यो बेलामा तपाईँले फेरि नयाँ टपिक लिएर जिरोबाट स्टार्ट गर्नुपर्ने हुन्छ। यति कुरा तपाईँले टपिक सिलेक्सन गर्ने बेलामा ध्यान दिनु होला है।